यो क्वेशन छ। ओके, यसलाई चाहिँ के गर्ने भन्दाखेरि सबैभन्दा सुरुमा चाहिँ लेट्स स्टार्ट है त। यस्तो खालको क्वेशन दिएको छ, इफ x इज इक्वल टू y by 1 factorial plus y square by 2 factorial plus y cube by 3 factorial plus da so that y is equal to x minus x square by 2 factorial plus x cube by 3 factorial minus da भनेको छ है। यस्तो खालको क्वेशनमा चाहिँ थोरै दिमाग लगाउनु पर्छ। यहाँ सुन्नु, यहाँ x इज इक्वल टू छ y, यहाँ x इज इक्वल टू यहाँ y को फर्ममा छ, यहाँ y इज इक्वल टू यहाँ x को फर्ममा छ हो। हामीले अब यसलाई कसरी दिमाग लगाउने भन्ने कुरा चाहिँ थोरै विचार गर्नुपर्छ। सबैभन्दा पहिले गिवन लेखौँ ल। गिवन x is equal to y by 1 factorial plus y square by 2 factorial plus y cube by 3 factorial plus dash भनेको छ हो। अब हेर्ने, हामीले x is equal to y दिएको छ अनि एन्सरमा y is equal to x निकाल्नु छ, अथवा यस्तो खालको केही क्वेशन हामीले दिएको छ भने अब यहाँ केही फर्मुलामा जान सक्छ कि अथवा केही हुन सक्छ कि भन्ने हामीले थोरै दिमाग लगाउने। त्यसको लागि सबैभन्दा पहिले हामीसँग एउटा फर्मुला हामीसँग धेरैवटा फर्मुला छ नि यो एक्सपोनेन्शियल एन्ड लोगारिथमिक सिरिजमा। एउटा फर्मुला के छ भने यहाँ माथि लेखेँ मैले, एक्सपोनेन्शियलको पावरमा x भनेको के हो 1 प्लस हो 1 प्लस x बाई x फ्याक्टोरियल प्लस x स्क्वायर बाई 2 फ्याक्टोरियल प्लस y x क्यूब बाई 3 फ्याक्टोरियल हो डैश। यो फर्मुला छ। यहाँ हेर्ने त हामीले गिवन एउटा दिएको छ नि, के दिएको छ x इज इक्वल टू y बाई 1 फ्याक्टोरियल प्लस y स्क्वायर बाई 2 फ्याक्टोरियल प्लस y क्यूब बाई 3 फ्याक्टोरियल प्लस डैश भन्ने एउटा यो जुन दिएको छ, यो x लाई नहेर्ने, यो 1 प्लस x बाई 1 फ्याक्टोरियलमा यो x को ठाउँमा यदि y हुनु सपोज थियो भने, सपोज यो फर्मुला चाहिँ एक्सपोनेन्शियलको पावरमा y मा थियो भने यही फर्मुला के हुन्थ्यो 1 प्लस y बाई 1 फ्याक्टोरियल प्लस y स्क्वायर बाई 2 फ्याक्टोरियल प्लस के हुन्थ्यो y क्यूब बाई 3 फ्याक्टोरियल। यसरी जान्छु नि त हैन, यो जान्थ्यो नि यो फर्मुला हो कि न हो नि हो। त्यसरी नै y मतलब समय एक्सपोनेन्शियल y को फर्मुला यो हो। त्यसो भए यहाँ हेर त y बाई 1 फ्याक्टोरियल y बाई 1 फ्याक्टोरियल प्लस y स्क्वायर बाई 2 फ्याक्टोरियल y स्क्वायर बाई 2 फ्याक्टोरियल प्लस y क्यूब बाई 3 फ्याक्टोरियल प्लस डैश हुँदै गइरहेछ। तर यहाँ के छैन थाहा छ, यो 1 छ नि जुन अगाडिको 1 हो, यो 1 यहाँनेरि हाम्रो यो गिवनमा दिएको छैन। त्यसो भए यो 1 ल्याउनको लागि हामी के गरौँ भन्दाखेरि x इज इक्वल टू अगाडि एउटा प्लस 1 गरौँ, त्यसपछि एउटा माइनस 1 गरौँ। गर्न पाइन्छ कि पाइँदैन? यो प्लस 1 र माइनस 1 त भरे काटिन्छ जसरी भए पनि। यहाँ जुन म्याथमा चाहिँ रुल बिगार्नु भएन। यहाँ क्वेशनमा जे दिएको छ लास्टमा त यो त्यही हुन्छ कि हुँदैन? हुन्छ नि हो। त्यही भएर हामीले यो प्लस 1 र माइनस 1 गर्न पायौँ। प्लस रिमेनिङ फ्याक्टर के छ y बाई 1 फ्याक्टोरियल प्लस y स्क्वायर बाई 2 फ्याक्टोरियल प्लस y क्यूब बाई 3 फ्याक्टोरियल प्लस डैश हो। अब हेर्ने, हामीले यहाँ चाहिएको के हो, हामीले केमा लान खोजेको थाहा छ, यो एक्सपोनेन्शियलको पावरमा y छ नि जुन, यो फर्ममा लान खोजिरहेको छौँ हामी। यो गिवनलाई यो y बाई 1 फ्याक्टोरियल प्लस यो जुन दिएको छ नि, यसलाई हामीले यसको फर्मुलामा लान खोजेको। ट्याक्कै यो आयो भने त यसको फर्मुलामा जान्छ यो हो। एक्सपोनेन्शियलको पावरमा y को फर्मुलामा जान्छ कि जाँदैन, यो ठ्याक्कै आयो भने हो, यसलाई लान खोजेको। अब यसमा के हटायो भने ठ्याक्कै यसको यस्तो फर्मुलामा जान्छ त यो भन्ने त 1 प्लस y बाई 1 फ्याक्टोरियल हुनलाई यहाँ के हटाउनु पर्यो 1 प्लस y बाई 1 फ्याक्टोरियल हुनलाई यो माइनस 1 लाई गायब पार्नु पर्यो यहाँबाट हो। माइनस 1 लाई गायब पार्नु मतलब माइनस 1 लाई अगाडि ल्याइदिउँ। के गरौँ x प्लस 1 इज इक्वल टू के भयो 1 प्लस y बाई 1 फ्याक्टोरियल प्लस y स्क्वायर बाई 2 फ्याक्टोरियल प्लस y क्यूब बाई 3 फ्याक्टोरियल प्लस डट हो। अब हेर्ने, अब के हुन्छ भन्दाखेरि यो हाम्रो के को फर्मुलामा गयो 1 प्लस y बाई 1 फ्याक्टोरियल प्लस y स्क्वायर बाई 2 फ्याक्टोरियल प्लस y क्यूब बाई 3 फ्याक्टोरियल प्लस डट के फर्मुलामा गयो, ट्याक्कै एक्सपोनेन्शियलको पावरमा y को फर्मुलामा गयो कि गएन? त्यसो भए हामीले के लेख्न सक्छौँ x प्लस 1 इज इक्वल टू एक्सपोनेन्शियलको पावरमा y लेख्न सक्छौँ। अब एउटा नियम थाहा हुनुपर्छ, जस्तै क्लास 12 मा पढ्नेलाई थाहा पनि होला, धेरैलाई नभएकोले पनि यहाँ सुन्ने। जस्तै यो एक्सपोनेन्शियलको पावरमा y छ नि, सपोज यो इज इक्वल टू भन्दा यता आयो, यो एक्सपोनेन्शियललाई चाहिँ यो इज इक्वल टू भन्दा यता ल्याउनु पर्यो भने यो चाहिँ लग भएर जान्छ र यो y चाहिँ यो माथि पावरमा छ नि यो बेसमा आउँछ। बुझ्यो? जस्तै मैले भन्न खोजेको 1 इज इक्वल टू
एक्सपोनेन्शियलको पावरमा y यस्तो छ भने यो एक्सपोनेन्शियल यता आउँछ र यता लग हुन्छ अनि यो 1 आउँछ लग 1 बुझ्यो इक्वल टु यो y अघि पावरमा थियो नि अब यहाँ मुनि यसरी बेसमा आइदिन्छ हो यस्तो खालको हाम्रो के छ एउटा नियमै छ यो एक्सपोनेन्शियल र लोगारिथमिकको नियमै हो यति कुरा थाहा पाउनु पर्यो त्यस्तै यहाँ के हुन्छ होला एक्सपोनेन्शियलको पावरमा y छ अनि यो एक्सपोनेन्शियललाई यता ल्यायो भने के हुन्छ होला यो log x + 1 हुन्छ यो नियम अनुसार यो एक्सपोनेन्शियललाई यता ल्यायो भने यो log हुन्छ अनि यो यहाँको जे चीज छ यो त्यही बाँकी रहन्छ यहाँ हेर्ने त एक्सपोनेन्शियललाई यता ल्यायो भने यो log भयो अनि यो 1 जस्ता जस्तै यही बाँकी रहेको रहेन अनि यो जुन पावरमा थियो यो पावर केमा आयो यसरी बेसमा आयो त्यसरी यहाँ पावरमा के छ y छ त्यो पनि त्यसरी नै बेसमा आइदियो ओके और यो y ले अगाडि लेखौं y = log x + 1 लेख्न पाइहाल्यो हो अब और y = log x + 1 को फर्मुला छ के होला log 1 x + 1 अथवा 1 + x यसको एउटा फर्मुला छ के हो x - x²/2 + x³/3 माइनस त्यसैले x⁴/4 त्यसरी नै यो प्लस ड्याश हुँदै जान्छ हो यहाँ हेर्नु त गिवन x = y/1 फ्याक्टोरियल + y²/2 फ्याक्टोरियल + y³/3 फ्याक्टोरियल बाट के देखाउनु पर्ने थियो y = x - x²/2 + x³/3 माइनस ड्याश हुँदै देखाउनु पर्ने थियो नि यहाँ हेर्ने त y = x - x²/2 + x³/3 - x4/4 यसरी नै यो यही छोड्दा पनि भयो अथवा यो हुँदै हुँदै जान्छ व्हिच इज अ के हो रिक्वायर्ड आन्सर अथवा यहाँ लेख्दिने प्रुभड हो यति लेखेपछि क्वेशन नम्बर 1 को यो कति मार्क्समा छ भने 2 मार्क्समा छ यो 2 मार्क्स आउँछ बुझ्दैन भने एकचोटि फेरि रिपिट गरेर हेर्ने के गर्न खोजेको भन्दाखेरि यो गिवनबाट हामीले यो निकाल्न खोजेको मैले सुरुको गिवनलाई के गरे गिवन जस्ता जस्तै सारे त्यसपछि एउटा +1 र -1 थपे अनि यो +1 लाई यहाँ राखे -1 लाई यता लगे अनि यो +1 लाई यहाँ राखेर मैले यसको फर्मुलामा लाए एक्सपोनेन्शियल अफ पावरमा y यो फर्मुलामा ट्याक्क लाए अनि एक्सपोनेन्शियल यता आउँदा log भयो log x + 1 = y भयो यसलाई यसरी सल्भ गर्दा यस्तो आयो है त